नेपाली ब्रोले डिभोर्सकै दिन श्रीमतीमाथि खुकुरी प्रहार, उपचारका क्रममा मृत्यु भएपछि प्रहरीमा आत्मसमर्पण। सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रो नामले निकै चर्चित बनेका कुमार थापा मगरले एउटा यस्तो आत्मघाती र क्रूर अपराध गरेका छन् जसको खबरले कसैको पनि आङ सिरिङ हुन्छ। श्रीमान श्रीमती बीच लामो समयदेखि चलिरहेको विवादपछि अदालतमा डिभोर्सको अन्तिम सुनवाई हुने तय भएको दिन नै कुमारले आफ्नै श्रीमतीमाथि निर्मम तरिकाले खुकुरी प्रहार गरेका थिए। खुकुरीको गम्भीर चोट लागेपछि हतार हतार अस्पताल पुर्याइएकी ती महिलाको उपचारकै क्रममा दुःखद निधन भएको मृतकका आफन्तले पुष्टि गरेका छन्। आफ्नै हातले श्रीमतीको हत्या गरिसकेपछि आरोपी कुमार थापा मगर उर्फ नेपाली ब्रो आफै आत्मसमर्पण गर्न बालाजु प्रहरी चौकी पुगेका छन्। एउटा सम्बन्धलाई कानूनी रूपमा टुन्याउन अदालत जानुपर्ने दिन रिसको आवेगमा आएर आफ्नै जीवन संगिनीको रगत बगाउने यी टिकटकरको यो रूप देख्दा अहिले सर्वसाधारण र उनका फ्यानहरू समेत अवाक बनेका छन्। सम्बन्ध मन नपरे डिभोर्स गर्ने कानूनी बाटो हुँदाहुँदै यसरी ज्यानै लिने क्रूर मानसिकतालाई कस्तो सजाय हुनुपर्छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला।